तारा सावधान भवन्तु। अब यो श्रीमद् भागवत महापुराणको 10औं स्कन्द 62 अध्यायको बीचमा यो कथालाई र मैले अघि पौने 11 बजे छोडेको थिएँ। जय बोलो भागवत भगवानको जय। जसमध्येमा कृष्ण भगवानको विवाह भयो। 16,108 रानीसँग विवाह बन्धन कसरी भयो प्रभुको भन्ने यो समाचार रूपी सारा सम्पूर्ण प्रकारको भगवान इतिहास साक्षी रहेको कथा श्रीमद् भागवत महापुराणको तपाईँ हामीले सुन्यौं भने अब परब्रह्म परमात्मा नारायण हरिको प्रत्येक बाट 10 भाइ छोरा एक एक छोरी गरिकन बडो विस्तारसँग प्रभुको सृष्टि क्रम अगाडि चल्दै जाने क्रममा कृष्ण भगवानका छोरा प्रद्युम्नका छोरा अनिरुद्ध नामरे राजकुमार हुनुभयो। जय बोलो भागवत भगवानको। अनिरुद्ध नामरेको राजकुमारको पनि भगवान कृष्णको जसो जसो तरिकाले विवाह भएको थियो त्यही तरिकाले विवाह भयो। एउटा रुक्मीले जसो मध्येमा आफ्नो बहिनीलाई खुसी पार्नका लागि आफ्नो भान्जी प्रदान गराउनु भयो भने अर्को जसो मध्येमा बाणासुर नामरेकी राजाकी छोरी उषा नामरेको मैयासँग अनिरुद्ध नामरेको राजकुमारको विवाह अति रमाइलो तरिकाले भयो महाराज। अब यो पनि म कहन्छु सुन्नुहोस् भनिकन उषा अनिरुद्धको मिलन महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउँदै हुनुहुन्छ। ओम नमो भगवते वासुदेवाय। राजुवाच बाणस्य तनया उषा मुपयेम यदुत्तम तत्र युद्धमबुध घोरम हरि शङ्करयोरो महत्। जसको विवाहमा हरि र हर स्वयं एक आपसमा लड्न पर्यो महाराज। उस्ता बाणासुर नामरेको राजा कि छोरी र उषा नामरेको मैयाको विवाह कुन तरिकाले भयो त भन्नका लागिमा हिरण्य कश्यपका छोरा प्रहलाद, प्रहलादका छोरा विरोचन, विरोचनका छोरा बलि, बलिका छोरा बाणासुर, यसदेखि बडा पछाडि अन्ततः गत्वा कृष्ण भगवानका छोरा प्रद्युम्न, प्रद्युम्नका छोरा अनिरुद्ध नामरेको राजकुमार एक दिन बाणासुर नामरेको राजाको दरबारमा सम्पूर्ण प्रकारबाट महाराज अहिले छोरीको विवाह बन्धन गर्ने बेला भयो। तै पनि छोरी महाराज विवाह गर्न मान्दिन। त्यति भइसकेपछिलाई के गरौँ भनिकन बाणासुर नामरेको राजाको दरबार थियो। शोणिताख्ये पुरे रम्ये स्वराज्य करयोत्पुर। शोणितपुर भन्ने प्रान्त बाणासुर राजाको राज्य थियो। अहिले विवादमा आछ यो कुरा। आसामको शोणितपुर भन्छन्, अहिले शोणितपुर उता असमपट्टि भन्छन् इन्डियनहरू, तर काष्ठमण्डप भन्ने प्रान्तलाई शोणितपुर भन्ने नाम थियो पहिले पनि। तपाईहरुलाई थाहा होला यो कुरो। अहिले पनि शोणितपुर यातायात भन्ने चल्छ महानगरपालिका भित्र। तर अस्ति यही एउटा कुरो हाम्रो देशको चर्चित कथावाचिकाले भन्दा धेरै विवाद बनाए। यसलाई तपाईहरुले पनि बुझ्नु होला। गुगलमा हाने भने फेरि शोणितपुर भन्ने फेरि असम नै देखाउँछ। त्यो फेरि एउटा अचम्म छ। उनीहरूले जे भन्यो त्यही हुने पनि छ। तर शोणितपुर भन्ने काठमाडौँ त्यो हनुमान ढोकातिर पाटन साइडमा पनि थियो पहिले। बाणासुर नामरेको राजाको यस किसिमबाट महाराज यो सारा सम्पूर्ण किसिमको राज्य वैभव त्यही नै अर्पण गरेर बस्नु भएको थियो। उनकी छोरी हुनुहुन्थ्यो महाराज जस मध्येमा उषा नामरेको मैया छोरी बिहा गर्न पर्यो। अब त बा बिहा गर्ने होइन भन्नुभएको थियो। बा मलाई त के भयो खै, यो सूर्य मुख र छोरा मान्छे मुख हेर्न पर्यो भने म त भुतो कि मारो नै रिस उठ्छ मलाई। म त यी दुईटा मुखै हेर्न मन लागेन, म त बिहे गर्दिनँ भन्नुभयो। गर्दिन हो भन्दा म गर्दिनँ। यी सूर्य मुख र छोरा मान्छे मुख मलाई हेर्न मन लाग्दैन भन्नुभयो। हस् त मैले के भन्ने हो र, छोरीको इच्छा विपरीत मैले गर्ने काम पनि भएन भनिकन बाणासुर राजाले कपरकोट बनाइदिनु भयो। छोरीका लागि दिव्य एउटा बङ्गला बनाइदिनु भयो। त्यही दिनको रात्रिको समयमा एउटा सपना देखिदिनुहुन्थ्यो। फेरि कस्तो दशा महाराज। जस मध्येमा कृष्ण भगवानका छोरा प्रद्युम्न, प्रद्युम्नका छोरा अनिरुद्ध नामरेको राजकुमारका साथमा उनै महारानी उषा नामरेको मैयाले रातिको समयमा उनीसँग दर्शन भेट गरिकन क्रीडास्थल गरेको विभिन्न प्रकारको सपना देखिन्छ। बिहान उठ्दाखेरिमा त छर्लङ्ग उज्यालो भयो। मेरो सपनामा आएर मेरो रातिको समय मेरो निन्द्रा बिगार्ने त्यो राजकुमार कहाँ होला लौ नभनिकन चित्रलेखा नामरेकी महारानीलाई बोलाउनु भयो। जसले चित्र देख्न नपर्ने सुनेको भरमा उसको अनुहार दुर्पन्न बनाइदिन्थिन्, जसको नाम थियो चित्रलेखा। चित्रलेखा नामरेको महारानीलाई बोलाउनु भयो र लौ न दिदी हिजो बेलुका त्यस्तै के भयो एउटा अचम्मै भयो। मलाई त एउटा साह्रै आपत पर्यो। के पर्यो? एउटा राजकुमार आएर मेरो सपनीमा खेल्न थाल्यो। असाध्यै राम्रो मनमोहक दृश्य चडक्क परेको थियो। त्यसलाई यहाँ ल्याइदिन पर्यो भन्नुभयो। अब ल्याउन त ल्याउने, कसरी ल्याउने देखिया छैन। नाम याद छ, सपनीमा आथ्यो सिद्धि तको कसरी याद हुने भनिकन
जस मध्यमा सातवटा वंश भोज वंश वृष्णि वंश सारा सम्पूर्णको चित्र बनाउँदै गए भएन। अन्ततो गत्वा त्यति भइसकेपछिलाई यदु वंशको चित्र बनाउँदै देखाइन तै पनि होइन। त्यति मात्र होइन महाराज, जस मध्यमा यो वंशको चित्र बनाउँदै 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 अगाडि जाने क्रममा जस मध्यमा गुणः कन्यापुर शाश्वत प्रवृत्त स्नेहया तथा जब वसुदेव नामरेको महान प्रतापी व्यक्तिको चित्र बनाउनु भयो, अलिअलि छाँटकाट आउन लाग्यो भन्नुभयो उषा मैयाले। वसुदेवका छोरा महाराज अहिले वासुदेव कृष्णको चित्र बनाउनु भएको थियो। वासुदेव कृष्णको चित्र बनाउँदाखेरिमा करिबन केही प्रतिशत मिल्न गएको छ भन्नुभयो। कृष्ण भगवानका छोरा प्रद्युम्न नाम रहेको राजाको चित्र बनाउँदाखेरिमा उमेर मिलेन, अनुहार ठ्याक्कै मिल्यो भन्दै थिए। अरू होइन, त्यसदेखिबाट पछाडि अनिरुद्ध नाम रहेको राजाको चित्र बनाएको त यही हो। मेरो रात्रिको समयमा मेरो निद्रामा आएर निद्रा बिगार्ने यही हो, यसैलाई उठाएर ल्याइदिन पर्यो भनिकन आज उनै उषा मैयाले चित्रलेखा नाम रहेको महारानीलाई आज्ञा गर्नुभयो। र केटो छ महाराज जसमध्येमा गुजरातको प्रान्तमा केटी छे महाराज सडितपुर रूपी काठमाडौँमा। अब कसरी ल्याउने? बाहुबलको महाराज एउटा भगवानको कृपा सत्व र तत्व थियो। बाहुबलको प्रतापबाट नाति सहितको पलङ ल्याएर उनै महारानी उषा मैयाको साथमा राखिदिने काम गरी बक्सिन चित्रलेखा नाम रहेको महारानीले भने। अनि त्यति भइसकेपछिलाई बालाई थाहा थिएन, आमालाई थाहा थिएन। एक दिन नारद नाम रहेको मुनि पुग्नु भएछ उनै चित्रलेखा नाम रहेको महाराजको स्वकीय सचिव भएर बसेकी बाणासुर राजाकी स्वकीय सचिव भएर बसेकी चित्रलेखा जुन दरबारमा बसेका थिए, जहाँ बाणासुर नाम रहेको राजा बस्नु भएको थियो। नारद नाम रहेको मुनि पुग्नु भएछ एक दिन। ए महाराज, बाणासुर छोरीको बिहा गर्यो भन्नुभयो। हाम्रै छोरी एउटा अचम्मको निक्ली गुरु, सूर्य मुख र छोरा मान्छे मुख हेर्न भनेपछि मर्या जत्तिकै हुन्छ लौ न भन्नुभएको थियो। तेरी आमाले हेरेछ कि छैन, जा त गर हेर भन्नुभएको थियो। नभन्दै बढीमानको ढड्डु खाट सहितको पलङ सहितको नाति अर्थात् छोरीको कोठामा तँलाई बैमानी छोरा मान्छे मुख र सूर्य मुख हेर्दिन भन्ने त आज एक आपसमा यसरी बस्ने भनिकन कपरकोट भत्काइदियो। चारैतिरबाट महाराज अहिले नचाहिँदो प्रकारको व्यवहार कृष्ण भगवानका नाति प्रद्युम्नका छोरा अनिरुद्ध नाम रहेको राजकुमारलाई यसरी बोलिसकेपछिलाई नारद नाम रहेको मुनिले गएर फेरि कृष्ण भगवानलाई भन्नुभयो, प्रभु छोरा नाति वंश आनन्दै छन्, अरू सबै ठिकै थियो, तर नाति सहितको पलङ हराएको महाराज कयौं भयो अहिलेसम्म भेटघाट भएको छैन। तपाईँको नाति सहितको पलङ अहिलेको शोणितपुर राजधानी काष्ठमण्डपको चिसो जेलखानामा गएर बसिरहेको छ। जानुस् आजै गएर तपाईँले किन रक्षा नगर्ने हो भन्ने यो प्रकारको सन्देश पठाइसकेपछिलाई मेरो जस मध्यमा नाति र लहरा थुन्ने तिम्रो यत्रो हिम्मत भनिकन बाणासुर नाम रहेको राजाको दरबारपट्टि हमला गर्नका लागि परब्रह्म परमात्मा नारायण कृष्ण र बलराम नारायणी सेना लिएर अहिले यस प्रकारको तरिकाले अगाडि बढ्दै हुनुहुन्थ्यो। त्यही दिन भन्दाखेरिमा बाणासुर नाम रहेको राजालाई कता कता अपशकुनको भानुभयो। भगवान साम्ब सदा शिवजीको भक्त थियो बाणासुर नाम रहेको राजा। प्रभु मेरा प्रतिमा केही विपदको घडी आउँदैछ, मेरो राज्यको धुरीको ध्वजा पनि भाँचिएको छ, झण्डा पनि आज टुटेको छ, त्यस कारणले गर्दा मलाई केही संकट आउने भो, मेरो रक्षा गर्नुहोस् है भन्नुभएको थियो। हस् भनिकन साम्ब सदा शिवजी बस्नुभयो। मेरो नातिलाई आज दण्ड दिनेवाला तँलाई नमारी छाड्दिने भनिकन भगवान साम्ब सदा शिवजी जस मध्यमा अहिले उनै बाणासुर राजाको रक्षार्थको निमित्तमा शिवजी खडा हुनुभयो। नारायणी सेना सहित अहिले परब्रह्म नारायण हरि परमात्मा ईश्वर अहिले पाल्नुभयो। ओहो शिवजी तपाईँ पनि यहाँ हो त नि प्रभु, म पनि तपाईँ कति कामले मेरो नातिलाई ल्याएर बाणासुर नाम रहेको राजाले यहाँ थुनेको रहेछ, त्यसलाई मार्न आएको प्रभु भन्नुभयो। ओहो त्यसो हो भने तपाईँ कति कामले भन्नुभएको थियो, जसलाई मार्न आउँदै हुनुहुन्छ तपाईँ त्यसलाई बचाउन प्रतिज्ञा गरेर बसेको व्यक्तिमा होइन। यसले गल्ती गर्यो, सुतेको मेरो नाति शहीदको पलङ ल्याएर यसले बेइमान गर्यो, यसलाई सजाय दिन्छु भन्नुभएको थियो। मिल्दैन, मैले पनि मेरो चेलालाई रक्षा गर्छु भन्ने यो सन्देश दिइसकेको छु। होइन प्रभु भनेर कुरो मिल्न आँटेको थियो, महाराज मिलेन। त्यति भइसकेपछिलाई अब मुखले कुरो नमिलेपछि लडौँ भन्ने कुरो हो र पशुपत अस्त्र, पर्जन्य अस्त्र, वायव्य अस्त्र, क्षेप्य अस्त्र आदि एक आपसमा हान्ने काम शिवजीले गर्नुभयो र नारायणी अस्त्र हान्ने काम भइसकेपछि हरि र हर एक आपसमा मिलेर यो संसारको संहार गर्ने बेला भएको छैन प्रभु भनेर यसरी देवतागणले रोकेपछिलाई जरोको लडाईँ भयो, सेना सेनाको लडाईँ भयो। लड्दा 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 अन्तत हो गत्व भगवान साम्ब सदा शिवजीलाई जोर मणास र अस्त्र भन्ने हुन्छ। एउटा भाङको गेडीमा भाङको दानामा एउटा मोहनी मन्त्र लाएर कुटुक्क खुवाइदिएको थिए। हाई हाई गर्न थाल्नुभयो शिवजी।
त्यस वखतमा प्रभु शिवजी अल्झिएको बेलामा कृष्णचन्द्र परमात्मा हरि गएर बाणासुरलाई मार्छु भन्न आँट्नु भएको थियो। त्यस वखतमा बाणासुर नामरेको राजालाई मार्न आँटेको बेलामा 1000 हात प्रदान गराएका बाणासुरको सबै हात काटेर 2टा बाँकी राख्छु भन्ने त्यो प्रयत्न प्रभुले गरिबक्सनु भएको थियो। 996 वटा हात प्रभुले त्यसको छिन्न मस्त बनाइदिनु भयो र छिन्न भिन्न पारेपछि यो चाडाबाट पनि घटाएर 2टा बनाइन्छ र जब भगवान परब्रह्म नारायण कृष्ण हरिले सुदर्शन चक्र 2टा हात पनि काट्न आँटेको बेलामा कोटरा नाम गरेकी राक्षसनी बाणासुरकी आमा नाङ्गै भएर कृष्ण भगवानको अगाडि आइदिनु भयो। नाङ्गो छोरी मान्छे हेर्न हुँदैन भने भएर जसमध्येमा कृष्ण भगवान पछाडिपट्टि फर्केर आँखा चिम्लनु भएको थियो। त्यही बेलामा घोडा चढेर चम्पट कसेर बाणासुर नामरेको राजाको ज्यान बच्यो। त्यस्ता ज्यानै बचाइदिने आमा पो आमा त। त्यस कारणले गर्दाखेरिमा समय भइसकेपछि बेला आइसकेपछिलाई हुर्केकी छोरी विवाह बन्धन गरेर दिनु, आमा चाहिँ सबैले पाल्नु भन्ने यसले यो सन्देश दिलाउँछ। जय बोलो भागवत भगवानको।